गाइजहरु हामी चाहिँ यहाँ हल्का एकछिन हामी चाहिँ अब एकदम हामी जारी छ हाम्रो यात्रा हैन हामी चाहिँ हल्का यहाँनिर यसो विश्राम हाम्रो केटाहरूले चाहिँ छोडेर पुरा पुगिसकेको छ हामी चाहिँ रमिताको यात्रा एकदम चिसो रहेछ यहाँ चाहिँ हामी चाहिँ अहिले यहाँ टक्क बाटोमा सबैहरूलाई उनीहरूको ग्रुप भन्न आइपुगेछ हाम्रो ए मा किनेर खाली बट्टा खालेर यहाँ त एउटा पिसा हेर्न निस्किसकेको छ कस्तो लाग्यो त कसरी लागेछ भन्दा सही छ एकदमै हाम्रो दिदीले भोजपुरबाटै लिएर आउनु भएको एउटा स्वाद अर्ग्यानिक जाँड मलाई राम्रो ज्याप हो आफ्टर लङ टाइम हैन लङ टाइम मैले त कहिल्यै खाएको थिइनँ खाइदे हामीले जहिले खाइरहेछौँ जाँदा लास्ट चाहिँ दिनु न गुडी पनि थियो हामी टट्टाले हामी सबै मिलाजुङ हामी रमी चाहिँ आइतबारे भनेको हामी बजारमा छौँ अहिले टक्क टुक्रा बजार होइन र हामी चाहिँ अब घुम्दै आज चाहिँ हामी आइपुगेछौँ अनि आउँदा आउँदै चक्क केटाहरूले चाहिँ अझ अगाडि खाइदिनु त भन्नु अर्ग्यानिक भन्दाखेरि टक्क याद आयो टक्क याद अर्ग्यानिक भनेको चाहिँ छ्याङ याद आयो छ्याङ खाने भनेर टक्क छ्याङ हामी टक्क यहाँ आज केटाहरू सब छ्याङमा छौँ आज व्यस्त केटाहरू सधैँ कति अब टुबोक आउँ होइन आज हल्का लोकल पाडामा हान्दिनँ भनेर चाहिँ हल्का लोकल खाना छ्याङ र ल के खाँदैछ ल ट्रान्सलेटर पनि चाहिन्छ यस केटाहरूले चाहिँ इन्जोय गरिरहेछ छ्याङ हानेर होइन कस्तो लाग्दैछ तपाईँको आजको छ्याङ कस्तो छ दामी छ अनि छ्याङ कस्तो छ्याङ अब्बर दामी लाग्यो मलाई चाहिँ आफ्नो लङ टाइम छ्याङ है बबाल छ बाबा छ तिमीलाई छ मलाई पनि राम्रो लाग्यो होइन अब आफ्टर भेरी लङ टाइम लास्ट टाइम छ्याङ आएकै राधे भएर मैले होला खैमकोमा गएर त कस्तो लाग्यो सारलाई सही रहेछ तँलाई कस्तो लाग्यो दामी छ दामी भन्छ हामी त्यसै दामी रह्यो दामी आपकी निकाल्दियो गुडी दामी छ खै गुटी चाहिँ दाजु गुडी दामी छ अर्ग्यानिक सार भाइ चाहिँ जन्तीबाट आएको टिचरको लागि एप्लाई गर्न आएको अरे जाँदैमा आएर सोपुरमा आएर कस्तो लाग्यो तँलाई आजको यो जाते पूर्व कस्तो तँलाई कस्तो महसुस भइरहेछ रमाइलो हो आएर यसो ओडिसोडी पनि हामीले क्या गर्नु भएपछि ठिक छ अब हामी कहाँ जाने अब भोजन गर्नुपर्छ होला यसो हल्का भोजन चाउमिन हाल्ने ओके ल टाइगर रेस्टुरेन्टमा वेलकम टु माई भ्लग
के बल लाएँ साथीहरू हामीलाई छोडेर गयो है साथीहरू आउँदैछ बिस्तारै With DJ Manas, apa ya sih? Never Manas. हामी जाने टक्क रुरल फाइम सँग गएको होइन त्यहाँ गएर हल्का पेट पूजा हान्ने हो जे पाएछ त्यही खाने हो क्या खाने चिया खाने भन्छ चौला त चिया मात्र हो नि फेरि राजा भाइ के भन्नु रे चौला त चिया त थ्रो चिया खेल्नु गएको हुन्छ नि चौला त चिया मात्र हो क्या चौला त चिया मात्र हो बिल हानेर मलाई चिया मात्रै खुवाउँछ अरे यसले त होइन अब के भन्नु मलाई चिया मात्रै खुवाउँछ अरे के छ भाइ बुलेट चला नि अहिले हिँड्दै बाज्दैछ यार कसले यार अब टिकटक त्यो चाहिँ कोप हो काउन्टरमा बस्ने कोप हो काउन्टरको कोप हो मिसिक हाँस गर्ने अनि कोप हो होइन को हो क्या मैले कहाँ हामीले कोप हो सुनबारी बजारमा मान्छे हेर्दाखेरि त अनि कहाँ अनि एसी रुममा होला नि भन्ने हुन्छ आफूले सर्टले के को एनडिसीको गुमानेमा फोन गरौँ न हामी पकाइदिन्छौँ भन्नु ए अहिले चिसो बनाउँछ तरकारी भात होइन अहिले त पकाउनु अहिले त भरे गएर पकाउँछौँ नि त्यो नकाटे ब्लग पनि बनायो नि त हामी गुमानेको यहाँ उयो अहिले हो गुमाने जानु भएको छैन हापेन जाडो साडो खलिबली आजको दिन बाटो अफरोड आइपुगिरहेको छ अहिले फर्केको कान्छीलाई क्या राम्रो सहेको कति राम्री देखेको हाँस्दा त झनै नि हुरुकै पारेको चौबन्दी चोरी ट्याङ्की रेडी हो बुटे सारीमा सबैले मेला है भरे फर्केको कान्छीलाई मानस साथी होइन नेक्स्ट विकबाट अब नेक्स्ट विकबाट हामीसँग अब हुँदैन होइन ब्याक टु युके है अनि के भन्नु सम्झना रहित एउटा गाना डेडिकेट होइन मानस फ्रम युके सबै साथी गए आफ्नो भाग्य खोजेर
दर्शन सबै साथी साथी सबै सँगै हुँदा हाम्रो बेग्लै